नमस्ते गुड मर्निङ वेलकम ब्याक टु एनदर भिडियो। घरमै छन्, म एक्लै भनौँ न, घरबाट यसो अब अनि हेर्नु यहीँ जाँदैछु म दामन भ्यू टावर। भिडियो हेर्नु साथीभाइहरूले चाहिँ थाहा भइहाल्यो होइन। त्यो चाहिँ घर छेउको त्यहाँ चाहिँ केही पनि बनाएको थिएन, त्यो पछि बना। यो चाहिँ पुरानै हो, जस अब यसको थुप्रो वर्ष भइसक्यो। यो चाहिँ पहिलादेखिको हो यो होइन, यसको छुट्टै अब हिस्टोरी नै छ यसको। अनि यही हो म अहिले जान लागेको टावर चाहिँ होइन, यो माथि अब यसलाई भन्छ दामन भ्यू टावर। यो इन्ट्रान्स भयो होइन, अनि माथि त्यो डाँडामा गएर हामी हेर्नु है त इन्ट्रान्स चाहिँ के कस्तो छ होइन। अब म देख्नु सक्छु यो चाहिँ इन्ट्रान्स गेट भयो होइन, टिकट काउन्टर यहाँ भयो, टिकट काउन्टर। अनि यो चाहिँ भर्याङ भयो होइन माथि, अनि त्यो डाँडा भयो, त्यो टावरमा गएर हामी हेर्छौँ। अनि इन्ट्रान्स चाहिँ अब त्यति खासै उयो छैन, महँगो छैन, जम्मा 30 रुपियाँ हो पर पर्सन। अनि अस्ति पनि आउँदाखेरि आउने इच्छा थियो, पुरा भएन। अनि आज चाहिँ अब अस्ति त्यहाँ जाँदा पनि हिजो इच्छा पुरा भयो, अनि आज यहाँ आउँदा पनि म भोलि फर्किहाल्छु होला। अनि आएको बेला घरमा बसिरहनु भन्दा आइहालेको। अनि आएर यसो हेरौँ घुमौँ होइन, अनि तपाईँहरूलाई पनि देखाउँ भनेर यस्तो छ। यसको यो भर्याङ भयो, त्यो भयो, पिसफुल छ दामन चाहिँ जो सब घुम्नलाई आउनलाई यताउता है। अनि अब आएर नाइट साइड हान्ने साथीभाइहरूसँग बसेर गेट टुगेदर गर्न रमाइलो छन्। लजहरू टन्नै बनाएको छ अहिले, रिसोर्टहरू टन्नै छ। पहिला यति धेरै थिएन, अनि धेरै नै छन् पहिला हेर धेरै। अनि गाडीहरू पनि पहिला हेरेर चाहिँ यो बसहरू, हेटौडाबाट आउने बसहरू, अनि काठमाडौँबाट आउने सुमोहरू पनि अहिले टन्नै छ्याप गुड्छन्। यस्तो छन् गाई चाहिँ। पहिला यो घर थिएन जस्तो लागेको थियो, अहिले चाहिँ बनाएर रहेछ। अघि त्यो मुनिबाट मैले बनाएको त्यो। अनि इन्ट्रान्स चाहिँ यताबाट हो, यताबाट त्यो इन्ट्रान्स भयो होइन, यो छिर्ने। अनि यता छिरेर माथि लालीगुँडा छिर्नु, लालीगुँडा माथि जान्छौँ। माथि आज अलिअलि रहेछ, त्यति मान्छे चाहिँ छैन। अस्ति एकचोटि खाली देखेको थिएँ मैले मुनिबाट जाँदाखेरि, अनि माथि चाहिँ आएको थिएन। आज चाहिँ फ्यामिली आउनु भएको जस्तो छ क्या, मैले अघि देखेको थिएँ 4-5 जना मुनिबाट नै देखेको थियो। अनि अहिले चाहिँ पुरा लाइनहरू पनि यसरी बनाएर रहेछ, टुरिस्टहरू हो कि के हो आएको रहेछ मान्छेहरू। यही हो गाइस भ्यू टावर चाहिँ यसरी बनाएको थियो। पहिला हामी आउँदा यस्तो केही पनि थिएन है, यहाँ टोयलेटहरू बनाइदिएको रहेछ। केही पनि थिएन भनौँ, त्यो छिर्ने एउटा थियो, यो घर पनि थिएन, टिङ्गुङ एउटा टावर मात्रै थियो क्या। र खास अहिले यसरी बसेर खाने ठाउँहरू पनि बनाइदिएको रहेछ, कफीहरू होइन। यो भयो अब बारहरू, हजुर बारहरू भयो होइन, खाना बनाउने रेस्टुरेन्टहरू बनाइदिएको रहेछ। हजुर होइन रुम होइन, म त घुम्न ए होइन ठिकै छ ल। ए अहिले रुमहरू पहिला थिएन नि भाइ है, पहिला थिएन भन्ने थियो, पहिला थिएन नि। यो भयो माथि चढ्ने भर्याङ भयो। हाम्रो किचनहरू पनि बनाइदिएको रहेछ होइन। पहिला चाहिँ योहरू केही पनि थिएन, यस्तो जस भनौँ न राम्रो बनाइरहेछ कि अहिले। त्यो किचनहरू केही पनि थिएन, यो बस्ने ठाउँहरू केही थिएन। यसरी मुनि लजहरू पनि यसो रिसोर्टहरू पुरा बस्ने अब होमस्टे टाइपको घरहरू यसरी बनाइदिएको रहेछ। यो भयो होइन। अनि यता भयो अघि माथि इन्ट्रान्स चाहिँ यो भयो, यो भर्याङ चाहिँ भर्याङ चढ्छ माथि यसरी जाने हो। स्यासे भयो, त्यहीँबाट त्यति आउँदा स्यासे अब यो ठाडो छ, हुँदै त्यति अरू छैन, हाम्रो धर्म जस्तो छैन। तर त्यो चढ्ने भर्याङ चाहिँ स्टाइल चाहिँ ठ्याक्कै त्यस्तै क्या, हेर्नु चाहिँ यस्तो छ नि। अनि यहाँ चाहिँ ठ्याक्कै यसरी बिचमा गोलो पनि बनाइदिएको थियो कि राउन्ड, यसरी यहाँ पनि छ है, यहाँ पनि हुन्छ यहाँ बस्ने ठाउँहरू। यस्तो पहिला यस्तो कुर्सीहरू केही थिएन, यस्तो झ्यालहरू पनि बनाएको थिएन जस्तो लागेको थियो कि मलाई। तपाईँलाई एकाउन्ट सर घुमाएर देखाइन्छु के कस्तो छ भनेर। यो भयो यसरी बसेर ठाउँहरू, यस्तो बस्ने ठाउँहरू। यहाँबाट यस्तो मुनि देखेको यो सबै लजहरू है, लजहरू। यताभित्र पनि अहिले यही भ्यू टावरले बनाएको रहेछ क्या। अनि मलाई त्यहाँ अघि आउँदाखेरि एउटा भाइले दाइ रुमहरू पनि हेर्नु चाहनुहुन्छ भने चाहिँ देखाइदिन्छु भन्दै थियो। अब पछि भनेर होला भनेर भन्ने गरे। अनि यो हेर्ने ठाउँ चाहिँ यसरी सबसे टपमा गएर हेर्छौँ। यति हो, खासै त त्यति अग्लो छैन। यो गाई यसरी अब मलाई आउँदा त पुरै मेमोरी ब्रिङ ब्याक भयो क्या पुरै। पहिला सानोमा हामी धेरै पहिला क्या, धेरै लगभग यहाँनिर नआएको 20-25 वर्षै भइसक्यो होला ल, त्यत्रो भयो कि यहाँ नआएको। पहिला हामी सानो हुँदाखेरि है, 6-7 वर्ष उमेरको हुँदाखेरि आएर दुर्बिन हेरेर जान्थेँ क्या। अनि एकाउन्ट घुमाएर देखाउँछु तपाईँलाई म। यस्तो छ, अब मुनिको त हेर्नु भयो होइन, यो भयो यसरी आउने गेट यो भयो होइन। अनि यो चाहिँ चेन्ज गरिदिएको रहेछ है, यो चाहिँ पहिला चाहिँ यो चाहिँ थिएन, यस्तो खालको थिएन। पुरानो मुनि अघि देख्नुभएको थियो नि, त्यो चाहिँ थियो, अहिले चाहिँ यस्तो बनाइदियो। अनि चारैतिर होइन यो हेर्नु
डाँडाकाँडा हरियोले वन जङ्गलले पुरै ढाकेको एकदम त्यस भनौँ न अब काठमाडौँदेखि वाक्क लाग्ने होइन हेटौडादेखि वाक्क लाग्ने भिडभाड हरन धुलो धुवाँदेखि चाहिँ तपाईँहरूलाई मुक्त हुनुहुन्छ साथीभाइसँग ह्याङ आउट गर्नु छ भने चाहिँ होइन यो ठाउँ चाहिँ एकदम पर्फेक्टै छ क्या यस्तो दामी बनाएको छ पिसफुल होइन अब चिल आउट गर्ने अब ह्याङ्गिङ आउट साथीहरूसँग गेट टुगेदर गर्ने एकदम राम्रो होइन यो मुनि देख्नुभएको योहरू चाहिँ होइन यो मुनिको यो गाउँ यो घरहरू सबै देख्नुभएको छ नि पालुङ है फेरि यो सबै पालुङ हो यो सबै यसरी देख्नुभयो यो सबै पालुङ त्यो पालुङ भयो होइन अब चारैतिर म तपाईँलाई घुमाएर यसरी देखाइदिन्छु नि त दामन भयो पिसफुल छ जस रमाइलो छ आउनु होला घुम्नलाई है यही भयो यस्तै छ एक राउन्ड यति होला अब म पनि एकचोटि एकलट हेर्छु खासै त केही छैन यहाँनिर त्यति हो होइन यसकै लागि हो मान्छे आउने अनि त्यसपछि अब गेट टुगेदर गरेर बस्ने अब होइन टाढादेखि आएर बारबिक्यूहरू गरेर बस्ने साथीभाइ फ्यामिली गेट टुगेदर सबै हुन्छ यहाँनिर रमाइलो छ जस अनि यहाँ टावरमा आएर यसको विशेषता भनेको यहीबाट हेर्ने हो होइन अनि अब भनौँ न यो प्राकृतिकसँग रमाउने प्राकृतिकको बिचमा बसेर अनि अब रमाइलो गर्ने सबै कुरा चिज भुलेर होइन यो ठाउँमा आउन चाहिँ प्राकृतिकमा हराउनु बस्नुको मन नै आनन्द मन छुट्टै हुन्छ नि मन आनन्द हुन्छ सबै कुरा भुलेर यहाँको भ्यू यहाँको तपाईँलाई देखाइदिइहालेँ यति नै हो म तल झर्छु अब मिल्यो भने मुनतिर त्यो भाइहरूले भनेको कोठाहरू नजहरू पनि छ दाइ हेर्नु न भन्दै थियो मिल्यो भने हेर्छु नभएपछि अब म फाइनल तल आइसकेन यो माथि थियो अघि म माथि गएर हेरेर आयो अब यो तल चाहिँ यस्तो छ यहाँ बस्ने पहिला चाहिँ यो बार यो किचनहरू केही पनि थिएन क्या अनि यो पनि नयाँ बनाएर रहेछ होइन यहाँ पनि छ बस्ने रुमहरू अनि यो बस्ने यसरी बनाइदिएको छ स्पोटहरू जस दामी छ क्या पिसफुल छ होइन तपाईँहरू डामन आयो भने चाहिँ यहाँ आउनु नछुटाउनु होला होइन यस रमाइलो छ यो भयो होइन बस्ने ठाउँहरू यसरी यो भयो अनि त्यहाँ मुनिको पनि सबै बनाइदिएको छ यसरी पिसफुल छ आनन्द छ रमाइलो छ पिसफुल छ क्या यो लाली गुराँस हेर्नु मुनि त म जाँदिनँ होला त्यही यहीँबाट यसरी देखाइदिन्छु तपाईँलाई यो कोठा भयो होइन यो बस्ने रुमहरू भयो त्यही थियो अनि यति थियो अनि यो भ्यू भयो भ्यू टावर ल भाइले एक्सप्लेन गरिदिनुहुन्छ है तपाईँलाई के देखिन्छ ल भाइ फेरि एकचोटि भन्नु त यहाँबाट चाहिँ हाम्रो 20 भन्दा बेसी माउन्टेन रेन्जहरू देखिन्छ जसमा अन्नपूर्णदेखि लिएर सगरमाथासम्म यो साइडदेखि पुरै यो साइड देखिन्छ अनि यहाँ बिहानै आउनुभयो भने सनराइज र सनसेट पनि हेर्न सकिन्छ यदि मौसम खुल्ला भयो भने यो पालि चाहिँ अलिकति राम्रोसँग बरफ नपरेर यस्तो मौसम अलिक धुम्म क्लियर आएन है त ल हस् भाइ हिजोसम्म त बिहान पनि ठिक थियो आज चाहिँ धुम्म भएर ठिक थियो बिहान अलिक धमिलो भए पनि राम्रो हिमाल देखिन्छ हिजो आज 1-2 दिन भयो यस्तै मौसम भएको ल भाइ धन्यवाद हस् त थ्याङ्क यू सर ल सुन्नुभयो गाइज है आउनु होला नबिर्सिनु अब दामन अब तपाईँलाई काठमाडौँमा त्यो धुलो धुवाँ होइन त्यो हेर्नुभन्दा अब तपाईँलाई पिसफुल माइन्ड चाहिन्छ भने फ्यामिली आउनु होला साथीभाइ आउनु होला होइन गेट टुगेदर गरेर बस्नको लागि बारबिक्यू गरेर खानको लागि होइन खानु हुने साथीभाइ होइन दिदी बहिनीहरूलाई अब बुवा आमाहरूलाई चाहिँ इच्छुक हुनेहरूलाई चाहिँ यो भिडियो मार्फत तपाईँलाई एउटा उयो मात्रै गरेको इन्फर्म मात्र गराइदिएको होइन सुन्नुहुन्छ यो अघि यही हो इन्ट्रान्स होइन टावर माथिको पछाडिको अब यति भन्दै त्यही थियो सर्ट भिडियो होइन त्यही टावरकै लागि म गएको हो म खास अब खासै त्यहाँ केही पनि छैन त्यही थपेको त्यही अब बस्ने रुमहरू होइन लजहरू चाहिँ यसो थपेको रहेछ त्यति थियो अब यति भन्दै भिडियो हेरिदिनु भएकोमा धन्यवाद भिडियो हेरेर माया गरिदिनु भएकोमा धन्यवाद मन पऱ्यो भिडियो मन पऱ्यो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला भन्दै अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई बाई बाई